नमस्कार। कन्भर्जन डिसअर्डर व्यवस्थापनका प्रभावकारी उपायहरू सम्बन्धी भिडियोमा तपाईलाई स्वागत छ। यो भिडियोमा हामी कन्भर्जन डिसअर्डर, यसको पहिचान गर्ने तरिका र व्यवस्थापनबारे जानकारी दिनेछौँ। यो भिडियो नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको मास कन्भर्जन डिसअर्डर उपचार तथा व्यवस्थापन पुस्तिकामा आधारित छ। दैनिक जीवनमा घट्ने विभिन्न घटना जस्तै विद्यार्थीहरूमा परीक्षाको तनाव, परिवारबाट असहयोग, साथीभाइको दबाव वा धम्की, यौन हिंसा, द्वन्द्वको अनुभव, आघात पर्ने घटना र त्यसबाट उत्पन्न हुने तनाव जस्ता कारणले मास कन्भर्जन डिसअर्डर निम्त्याउन सक्छ। कन्भर्जन डिसअर्डर एउटा यस्तो मनोसामाजिक अवस्था वा तनावजन्य समस्या हो जसका कारण व्यक्तिमा भएको मानसिक तनाव, शारीरिक रूपमा बेहोस हुने, बोली लरबराउने, चिच्याउने, रुने, कराउने जस्ता लक्षणका रूपमा देखिन्छ। यसबाहेक कतिपयमा छिटो छिटो सास फेर्ने, आवाज बन्द हुने, आँखा नदेख्ने, पेट दुख्ने वा पखाला लाग्ने, शरीरको कुनै भाग नै नचलेको गुनासो गर्ने जस्ता लक्षण पनि देखिन सक्छन्। तर यसरी देखिने लक्षणहरू सबै व्यक्तिलाई एकै प्रकारको नहुन सक्छ। सामान्यतया बोलीचालीमा यसलाई छोप्ने रोग भनेर बुझिन्छ। कन्भर्जन डिसअर्डर प्राय समूहमा बढी देखिने गरे पनि यो समस्या एकजना व्यक्तिलाई मात्र पनि हुन सक्छ। यदि कसैलाई अगाडि भनिएका जस्ता लक्षणहरू देखिए तुरुन्तै स्वास्थ्य चौकी लैजानुपर्छ। तर सामान्यतया यो लक्षण सुरुमा एकजनामा देखिएर त्यसपछि सँगै रहेका अरू व्यक्तिमा पनि देखिन थाल्छ। सबैभन्दा पहिला लक्षण देखिएको केसलाई इन्डेक्स केस भनिन्छ। यसरी एकभन्दा बढी व्यक्तिमा एकै पटक वा एकपछि अर्को गर्दै समस्या देखियो भने त्यसलाई मास कन्भर्जन डिसअर्डर भनिन्छ। धेरै व्यक्तिहरूको भेला हुने विद्यालय, क्याम्पस, छात्रावास जस्ता ठाउँमा यो समस्या देखिने सम्भावना बढी हुन्छ। वनभोज, जात्रा मेला जस्ता बढी भिडभाड हुने ठाउँमा पनि कतिपयलाई यो समस्या देखिने गरेको छ। उदाहरणका लागि एक विद्यालयलाई लियौँ। त्यस विद्यालयका 2 जना विद्यार्थी एक्कासी बेहोस भए। उनीहरू कहिले कामेको जस्तो गर्ने त कहिले बरबराउँथे। पछि यो समस्या थप 23 जना विद्यार्थीमा पनि देखियो। यसरी 1 वा 2 जनाबाट सुरु भई धेरैमा समस्या देखिए यसलाई मास कन्भर्जन डिसअर्डर भनिन्छ। तर याद गर्नुपर्ने कुरा के भने मास कन्भर्जनका लक्षणहरूमध्ये केही लक्षण मिल्यो भन्दैमा त्यो कन्भर्जन डिसअर्डर नै हो भनेर भन्न हतारिन भने हुँदैन। कहिलेकाहीँ अरू स्वास्थ्य समस्याहरूले गर्दा पनि धेरै व्यक्तिमा एकै पटक समान लक्षण देखिन सक्छ। त्यसैले यस्तो बेला स्वास्थ्यकर्मीको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। कुनै विद्यालय वा समुदायमा मास कन्भर्जन डिसअर्डरसँग मिल्दोजुल्दो समस्या देखिएको अवस्थामा स्वास्थ्यकर्मीले के गर्नुपर्छ त? आउनुहोस् अब यसबारे जानौँ। सबैभन्दा पहिला त लक्षणकै आधारमा मात्र स्वास्थ्यकर्मीले मास कन्भर्जन हो भनेर सोच्नु हुँदैन। शारीरिक रूपमा अरू समस्या पनि हुन सक्छ। यसलाई ध्यान दिएर स्वास्थ्य परीक्षण गर्नुपर्छ। समस्या देखिएका प्रत्येक व्यक्तिलाई राम्रोसँग जाँच गर्नुपर्छ। मास कन्भर्जन डिसअर्डरका लक्षणहरू कतिपय अवस्थामा छारे रोगसँग पनि मिल्दोजुल्दो हुन्छ। त्यसैले अरू समस्या जस्तै देखिएका लक्षणहरू छारे रोगको हो वा कन्भर्जनको हो भनेर छुट्याउन जरुरी छ। किनभने यी 2 समस्याको व्यवस्थापन फरक तरिकाले गरिन्छ। लक्षणहरूका आधारमा मास कन्भर्जन डिसअर्डर र छारे रोग के भएको हो छुट्याउन सकिन्छ। अब लक्षणहरू कसरी छुट्याउने त? कन्भर्जन डिसअर्डरमा छोपेर लड्दा प्राय चोटपटक लाग्दैन। तर छारे रोगमा जिब्रो वा ओठ टोकिने, रगत आउने र चोटपटक लाग्ने पनि हुन सक्छ। कन्भर्जन डिसअर्डरमा एक्लै हुँदा छोप्दैन। तर छारे रोगमा भने एक्लै हुँदा बेहोस हुन सक्छ। त्यसै गरी कन्भर्जन डिसअर्डरमा हरेक पटक छोप्दा हातखुट्टा चलाउने तरिका फरक हुन्छ भने छारे रोगमा हरेक पटक बेहोस हुँदा एकै खालका लक्षणहरू हुन्छन्। कन्भर्जन डिसअर्डरमा छोपेको बेला आँखाको नानीको अवस्था सामान्य हुन्छ भने छारे रोगमा आँखाको नानी केही ठुलो वा फुलेको हुन्छ। कन्भर्जन डिसअर्डरमा बेहोस हुनु अघि कुनै सङ्केत नदेखिन सक्छ। तर छारे रोगमा बेहोस हुनु अगाडि पूर्व सङ्केतहरू देखिन सक्छ। कन्भर्जन डिसअर्डरमा छोप्ने अवधि प्राय लामो हुन्छ। जति समय पनि छोप्न सक्छ। तर छारे रोगमा यो अवधि सामान्यतया 1-2 मिनेट, बढीमा 5 मिनेटसम्म मात्र हुन्छ।
कन्भर्जन डिसअर्डरका लक्षणहरू तनावका कारण देखिने गर्छन्, तर छारे रोगको बिरामीमा भने खाली पेट, अनिद्रा जस्ता कारणले रोगका लक्षणहरू देखिन सक्छन्। कन्भर्जन डिसअर्डरमा छोपिसकेपछि झुम्म हुने हुँदैन। छारे रोगमा प्रायःजसो केही समयसम्म झुम्म हुने हुन्छ। यस्तै कन्भर्जनका लक्षणहरू एङ्जाइटी र डिप्रेसनका बिरामीहरूमा पनि देखिन सक्छन्। त्यसैले समस्या भएको व्यक्तिमा डिप्रेसन, एन्जाइटी वा अरू मानसिक समस्या छ कि, जीवनमा पहिला कुनै ठूला घटनाहरू भएका छन् कि छैन, यसमा पनि विशेष ध्यान दिनुपर्छ। यी सबै प्रक्रिया पूरा गरी उपचार गरिसकेपछि पनि अन्य कुनै स्वास्थ्य समस्या नभएको अवस्थामा भने कन्भर्जन डिसअर्डर हुन सक्ने सम्भावना धेरै हुन सक्छ। त्यसपछि अब समस्या भएको व्यक्तिको तत्कालको मन तथा भावनाको अवस्थाबारे जानकारी लिन थाल्नुपर्छ। कुनै घटनाबाट गुज्रिएको छ कि, उसको पारिवारिक अवस्था कस्तो छ, उसलाई कुनै कुराले तनाव दिइरहेको छ कि, उसमा परीक्षा वा अरू कुनै कुराको चिन्ता पो छ कि, यी र यस्ता विषयमा राम्ररी जानकारी लिनुपर्दछ। जानकारी लिँदा समस्या भएको व्यक्तिले कस्तो खालको तनाव भोगिरहेको हो भन्नेमा स्वास्थ्यकर्मी सचेत हुनुपर्दछ। समस्या देखिएका व्यक्ति वा समूहको मन तथा भावनाको अवस्थाबारे जानकारी लिई यो मास कन्भर्जन हो भन्ने यकिन भएपछि मात्र कन्भर्जन डिसअर्डरका लक्षण कम गराउने उपायहरू अपनाउनु पर्दछ। वास्तवमा मास कन्भर्जनको समस्या व्यवस्थापनमा यो बुझाइले पनि मद्दत गर्दछ। मास कन्भर्जन डिसअर्डर किशोरीहरूलाई मात्र हुन्छ। किशोरहरूमा पनि समस्या देखिएको छ, तर कतिपय अवस्थामा महिलाहरूले बढी अपहेलना तथा भेदभाव खप्नुपर्ने हुँदा तनावका कारण उनीहरूमा बढी समस्या देखिएको हुन सक्छ। त्यस्तै किशोरीहरूमा महिनावारी जस्ता कारणले हुने तनाव पनि अर्को कारण हुन सक्छ। यौन चाहना बढी भएर कन्भर्जन डिसअर्डर हुन्छ। मास कन्भर्जन डिसअर्डर र यौन चाहनाको कुनै पनि सम्बन्ध छैन। याद गरौँ, यस्ता भ्रमका नाममा कसैले यौन हिंसा तथा शारीरिक दुर्व्यवहार गरे कानुन अनुसार सजाय हुन्छ। विवाहपछि यो समस्या आफै निको भएर जान्छ? यो सत्य होइन, संयोग मात्र हो। कतिपय अवस्थामा बिहेपछि पनि तनावका कारण कन्भर्जन डिसअर्डर हुन सक्छ। भूत प्रेत तथा दैवी शक्तिको असरले गर्दा यस्तो समस्या हुन्छ। महिनावारी भएको बेला मन्दिर जाँदा यस्तो समस्या हुन्छ। भूत प्रेत, देवी देवता रिसाएर कन्भर्जन डिसअर्डर हुन्छ भन्ने कुरा अहिलेसम्म विज्ञानले पुष्टि गरेको छैन। बिरामीले कहिलेकाहीँ नाटक वा बहाना गरेको पनि हुन सक्छ। समस्या भएको व्यक्तिले कुनै पनि लक्षण जानी जानी देखाएको हुँदैन। समस्या भएको व्यक्तिलाई जुत्ता मोजा सुँगाउने, मुखमा चम्चा राखिदिनाले समस्या समाधान हुन्छ होइन, बरु यसले अरू स्वास्थ्य समस्या हुने र घाउचोट लाग्ने सम्भावना हुन सक्छ। कन्भर्जन डिसअर्डरको समस्या भएको व्यक्तिसँग अन्य व्यक्तिले गर्ने व्यवहारले ठूलो अर्थ राख्छ। त्यसैले यो समस्या देखिएको बेलामा के गर्ने के नगर्ने भन्ने कुरा सबैले बुझ्नु अति जरुरी छ। सामान्यतया मास कन्भर्जन डिसअर्डरको समस्या विद्यालयमा देखिने गरेको पाइन्छ। विद्यालयमा यस्ता समस्या देखिएका बेला शिक्षक वा विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ। तपाईको विद्यालयमा यो समस्या देखिए कसरी व्यवस्थापन गर्नुपर्छ त एकैछिन यसबारे कुरा गरौँ। समस्या आउन सक्छ भनेर विद्यालयमा एउटा छुट्टै खाली कोठा तयारी अवस्थामा राख्नुपर्छ, ताकि समस्या आउन साथ उक्त कोठा प्रयोग गर्न पाइयोस्। विद्यालयमा एकजनालाई मात्र कन्भर्जन डिसअर्डरको समस्या भयो भने नजिकैको स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षणका लागि लैजानुहोस्। यसरी स्वास्थ्य चौकी लैजाँदा वा सुरक्षित कोठामा लैजाँदा राख्दा समस्या भएको व्यक्तिमाथि शारीरिक, मानसिक तथा यौन हिंसा हुन्छ कि भन्ने बारेमा ध्यान दिनुहोस्। बिरामीको सङ्ख्या धेरै भएको खण्डमा भने उनीहरू जहाँ छन् त्यहीँ रहन दिनुहोस्। विद्यार्थीलाई के भएको रहेछ भनेर हेर्न अरू विद्यार्थी साथीहरू वा समुदायका व्यक्ति पनि आउन सक्छन्। बिरामीको वरिपरि भिड लाग्न सक्छ। यसो हुनु अघि नै घटनाबारे अन्य विद्यार्थीहरू वा अभिभावकलाई शिक्षकले लक्षण गम्भीर खालको देखिए पनि गम्भीर नभएको, यो जानै जाने समस्या होइन, यो सामान्य स्वास्थ्य समस्या हो, समयमै तनावको कारण पत्ता लगाएर सहयोग गरेमा समस्या समाधान हुन समय लाग्दैन, यस्ता विषयमा जानकारी दिँदै प्रष्ट रूपमा बुझाउने र भिड हुन नदिने वातावरण बनाउनुहोस्।
व्यक्तिको आवश्यक गोपनीयता कायम गर्नुहोस्। लक्षण नहटेसम्म धैर्य गर्नुहोस्। होस खुलेपछि राम्रोसँग कुराकानी गर्ने र तनावको कारण पत्ता लगाउने प्रयास गर्नुहोस्। लक्षण देखिन छाडेपछि अरू बेलामा जस्तै गरी सामान्य व्यवहार गर्नुहोस्। थप जाँचका लागि स्वास्थ्यकर्मीसँग मद्दत लिनुहोस्। याद गरौँ, कन्भर्जन डिसअर्डर जस्तो लक्षण देखिएर समस्यामा परेका व्यक्तिलाई घेर्ने, समाउने, जिस्क्याउने, गाली गर्ने, दोष लगाउने जस्ता व्यवहार गर्नै हुँदैन। कन्भर्जन डिसअर्डर देखिए नआत्तिनुहोस्। तनावका कारणहरू पत्ता लगाई यो समस्याको व्यवस्थापन गर्न सकिन्छ। तर लामो समयसम्म लक्षण देखा परिरह्यो भने एन्जाइटी, डिप्रेसन लगायतका मानसिक रोग थपिन सक्छ। त्यसैले समस्या देखिएको व्यक्तिमा परिवारले पनि के कारणले समस्या भएको हो भन्ने कुरा यकिन गरी समाधान गर्नतिर लाग्नुपर्छ। यसको मुख्य उपचार भनेकै काउन्सेलिङ अर्थात् मनोसामाजिक परामर्श नै हो। उदाहरणका लागि विद्यालयलाई नै जोडौँ। समस्या देखिएको विद्यालयमा केही समय अघि स्वास्थ्यकर्मीहरूले समस्या व्यवस्थापन गरेका थिए, जहाँ स्वास्थ्यकर्मीले सबैभन्दा पहिला समस्या नभएका विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय जनप्रतिनिधिलाई समस्याका सम्बन्धमा छलफल गरी यो समस्या जोसुकैलाई पनि हुन सक्छ, यसका लक्षण गम्भीर देखिए पनि यसले ठूलो असर गर्दैन, तनावका कारण पत्ता लगाएर सम्झाउँदा बिस्तारै कम भएर जान्छ जस्ता विषयमा जानकारी गराउँदै बुझाएका थिए। त्यसपछि उनीहरूले विद्यालयमा एउटा छुट्टै कोठा तयार गर्न लगाए, ताकि जुनसुकै समयमा समस्या देखिँदा पनि समस्या भएको व्यक्तिलाई राख्न र आराम गर्न सजिलो होस्। उनीहरूले सुरुमा समस्या देखिएका 2 जनाको सम्पूर्ण स्वास्थ्य अवस्थाका सम्बन्धमा परीक्षण गरे। त्यसै गरी समस्या देखिएका थप 23 जनाको पनि आवश्यक स्वास्थ्य परीक्षण गरे। परीक्षणका क्रममा उनीहरूमा अन्य कुनै स्वास्थ्य समस्या नदेखिएपछि स्वास्थ्यकर्मीले समस्या मास कन्भर्जन डिसअर्डर भएको यकिन गरे। त्यसपछि विद्यार्थीहरूलाई विभिन्न व्यायाम, योगा गराउँदै मनोसामाजिक परामर्श दिए। अहिले समस्या समाधान भएको छ। यो उदाहरणले के पनि प्रष्ट हुन्छ भने तनावका कारण पत्ता लगाएर यसको सही व्यवस्थापन गर्नु नै कन्भर्जन डिसअर्डरको मुख्य समाधान हो। मनोवैज्ञानिक परामर्शबाट यसको उपचार गर्न सकिन्छ। यसरी शारीरिक क्रियाकलाप, योग, ध्यान जस्ता क्रियाकलापले तनाव व्यवस्थापन गर्न निकै सहयोग गर्छ। श्वास प्रश्वास विधि तनाव व्यवस्थापनका लागि एक उपयोगी विधि हो। तर यो विधिका पनि केही नियम छन्। आउनुहोस् एकैछिन श्वास प्रश्वास विधि कसरी गर्ने भन्ने बारे केही कुरा बुझौँ। सबैभन्दा पहिले 3 देखि 5 सेकेन्ड जति समय लगाएर नाकबाट श्वास लिनुहोस्। श्वासलाई 2 देखि 3 सेकेन्डसम्म रोक्नुहोस्। फेरि 3 देखि 5 सेकेन्ड जति समय लगाएर मुखबाट श्वासलाई बिस्तारै फ्याँक्नुहोस्। अब केही सेकेन्ड रोकिनुहोस्। फेरि नाकबाट बिस्तारै श्वास लिनुहोस्। यो प्रक्रियालाई केही मिनटसम्म दोहोऱ्याउनुहोस्। साथै यस्तो समस्या देखिएको बेलामा तपाईहरूले योग, खेलकुद जस्ता अरू क्रियाकलापहरू पनि गर्न सक्नुहुनेछ। यसरी हामीले ससाना र सामान्य विषयहरूमा ध्यान दिँदै मास कन्भर्जन डिसअर्डरको समस्या व्यवस्थापन गर्न सक्छौँ। यसबारे थप जानकारी लिनु परेमा बाल हेल्पलाइन 1098, कान्ति बाल अस्पतालको आपतकालीन नम्बर 01 45 11 550 वा राष्ट्रिय आत्महत्या रोकथाम सम्बन्धी हेल्पलाइन 1166 मा सम्पर्क गर्न सक्नुहुनेछ।